हेलो नमस्ते। अहिले चाहिँ म पुरा चाहिँ यहाँ गाउँबारीमा छु। अब किन चाहिँ म यसरी बसेँ त भन्दाखेरि चाहिँ म तपाईहरुलाई गाउँको पाला देखाउन चाहन्छु। यहाँ फाप्रेमा खिन्जी देवा 9 नम्बर वडामा चाहिँ गाउँको पाला चाहिँ यस्तो दामी सप्रेको छ र यसलाई अबको 10-15 दिनमा ठ्याक्क टिप्ने बेला हुन्छ। र अहिले चाहिँ यहाँ चाहिँ अलिकति पहिला भन्दा अलिक सेफ भएको छ, तर मृगले भेट्यो भने चाहिँ यो डुट्टु पार्दिन्छ र जति पनि बुइमा लडेको छ कालिज र मुसाले खाइदिएको अवस्था। अनि अब चाहिँ हामी एकदमै चाहिँ पर्म गरेर चाहिँ यो गहुँ काट्नुपर्ने अवस्था 10-15 दिनपछि। हेरिरहनु मन लाग्छ है साथीहरु, हेरिरहनु मन लाग्छ। अनि माथितिर यस्तो जङ्गल छ, यो सबै हाम्रो बारी हो। माथि जङ्गल बगोदेखि यो सबै यहाँ चाहिँ अहिले चाहिँ मृग र कालिज दुम्सी एकदमै बढेको अवस्था छ र बाली नालीलाई बचाउनलाई चाहिँ मुस्किल नै छ। अनि यहाँ चाहिँ एकदमै उत्तिसको रुख चाहिँ एकदमै मात्रामा चाहिँ फैलेको छ कि यस्तो फैलेको छ। अब यो उत्तिस पनि केही वर्षपछि ट्र्याक्टरमा हालेर गुटुङ टुङ 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 लानुपर्ने अवस्था।